सुरु भयो। मनोजवं मारुततुल्यवेगं जितेन्द्रियं बुद्धिमतां वरिष्ठं वातात्मजं वानरयूथमुख्यं श्रीरामदूतं शिरसा नमामि। श्रीरामदूतं शरणं प्रपद्ये। ओम हम हनुमते नमः। श्री आमोदीनाथ पीठ देवघाट धाम तपस्थली वैकुंठवासी अनंत श्री विभूषी तपस्वी स्वामी नारायणाचार्य फलाहारी जी द्वारा संस्थापित श्री आमोदीनाथ पीठ अंतर्गत रहेको श्री हनुमान जी को स्थान अगाडिबाट यहाँहरू सबैजनालाई जय जय श्रीमन्नारायण। यो क्षेत्र देवघाट धाम तनहुँपट्टि पर्दछ। यहाँ हजुरहरू सबैजनालाई निमन्त्रण गर्दछु। दिव्य क्षेत्र छ, दिव्य तपस्थली। श्रीमान स्वामीजी महाराजले करिब 14 वर्ष यहाँ रहेर तपश्चर्या गर्नुभएको। यो क्षेत्रमा आउँदाको आनन्द अर्कै छ। यहाँ भर्खरै हामी तल पानीको मुहानमा पनि पुगेर आयौँ। पानीको मुहान छ, हनुमानजी यहाँ हुनुहुन्छ, शेषशाही भगवान हुनुहुन्छ आमोदीनाथ। यहाँको वातावरण अत्यन्त सुन्दर छ र यहाँ अत्यन्त इतिहासले पनि भरिपूर्ण शोभित यो क्षेत्र हो। यहाँ राजा महाराजाहरूका पालाका दरबारहरूदेखि लिएर सीता पाइलादेखि लिएर धेरै यहाँ पौराणिक तथा ऐतिहासिक महत्त्व छ। यो सबै हजुरहरूलाई अवश्य पनि दर्शन गराउनेछु। यहाँहरू सबैजनालाई हार्दिक निमन्त्रणा। जय जय श्रीमन्नारायण।